नमस्ते साथीहरू, हाम्रो ब्लगमा हजुरहरूलाई स्वागत छ। यो हाम्रो करेसाबारी गोडौँ है त। यो बाजी लगाउनु भएको, मम्मी बाबा लगाउनु भएको। यो चाहिँ बर्सिम घाँस हो गाईबस्तुको लागि। यो पनि घाँस नै हो। उता चाहिँ त्यो जालीभित्र चाहिँ लसुन र धनिया रोप्नु भएको छ। यो त आलु चाहिँ टन्नै लगाउनु भएको छ। भाइहरूलाई पनि पठाउनु पर्छ यताउता। अनि अब धेरै खाइन्छ आलु, त्यसैले यो चाहिँ टमाटर हो, टनल बनाउनु भएको छ बाबाले मम्मीले। अब कस्तो भएको छ हेर्नु है त। यो लसुन मैले अघि भनेको थिएँ नि, यो लसुनको भित्रभित्र धनिया पनि छरेका छौँ। अब मिक्स क्रपिङ भनौँ। अनि त्यसपछि अब उता मेरो मम्मी बाबा के गोड्दै हुनुहुन्छ, लसुन के अरे खुर्सानी र गोपीहरू गोड्दै हुनुहुन्छ कि क्या हो। ब्रोकाउली बन्दा सबै छ है, फल्यो भने आउनु होला खाना। यता मम्मी गोड्दै हुनुहुन्छ मजाले। अब मम्मी आफ्नै सुरमा गोड्दै हुनुहुन्छ, ध्यान पनि नदिएर। बाबा यता हुनुहुन्छ। यो चाहिँ बन्दा हो क्या अरे, उता चाहिँ ब्रोकाउली छ है साथीहरू। खाने भए आउनु होला, फल्यो भने सबैलाई स्वागत छ। त्यसपछि अब यो गोपीहरू हो, 104वटा बोटहरू छ, अघि मैले गनेकी थिएँ। यता चाहिँ यो तोरी, पुरै तोरी बारी हो। उता त्यो जाली लगाएको, तारबार लगाएकोसम्म सबै हाम्रो बारी हो यो। अनि त्यसपछि अब सूर्य ढल्दै गरेको सूर्य हेर्नुहोस्। हस् त, धन्यवाद।